Hello guys, my new video. Welcome back to our channel. Another video guys. आज हामी फेरि रोब्लक्स खेल्छौँ, त्यो पनि पुल स्वाडहरूलाई राम्रो लागेको थिएन कि अर्को भिडियो किनकि म अलि त्यसमा कमजोर थिएँ। ल हेर्नुहोस् म यसमा कति लेभल पुग्दैछु छु, मेरो स्ट्याट्स कति होला। ल गाइस, गेम सुरु हुनमा अलि प्रोग्रेस अलि कम लाग्छ। हजुरले च्यानल सना कुमारलाई पनि सब्स्क्राइब गर्नुहोला। साउट आउट दिएको छु किनकि मेरो च्यानलमा उसले सब्स्क्राइब गरेको थिएन। ल हाम्रो अब बुस्टर स्टार्ट भयो गेमको, छिट्टो भइन्छ। हेर्नुहोस् अब स्वाइप कमेन्ट्समा हेर्न सक्नुहुन्छ। हजुरको अटोमेटिक रोब्लक्स अटोमेटिक ट्रान्सफर मेगा क्याट कतिको मलाई लागेको थियो यो मेगा क्याट छिटो गेस वाट आई गेस। यो के को थियो त्यो पछि मलाई थाहा छ। गेम प्ले रावणसँग लड्छौँ। हेर्नुहोस् अब म्याजिक मैले इजिली रावणलाई हराएँ। मेरो लेभल 101 छ, तर हेर्नुहोस् अनि म त्यही पनि म लबीको सेकेन्ड नम्बरमा छु। अब हेर्नुहोस् मेरो आइटम्स स्वाट्स हेर्नुहोस्। औराज सबभन्दा राम्रो मेरो निवारा औरा छ। क्वेल्स सबभन्दा यहाँ छ। इलेक्ट्रिक तर म यसलाई किन्छु गाइस। हजुर मलाई सपोर्ट गर्नुहुन्न, त्यही भएर मसँग रोबक्स कम छ, मिन्स छैन। हेर्नुहोस् फायर रिङ हामी जान्छौँ। टाइटन सर्टको टाइम अहिले हुँदैछ, मैले हराइसकेको थिएँ। अनि फेरि हामी जान्छौँ आर्केडमा। हेर्न सक्नुहुन्छ मसँग 2.373 डिडी छ विन्स, अनि मैले पिक्सल सेभरलाई पनि गर्न सक्छु डिफिट। रोक्नुहोस् मेरो यहाँ एउटा अनि म क्यासलमा गएँ फेरि सबभन्दा लोवर लेभल। अनि यहाँ एउटा गिफ्ट छ जुन हजुरले फेरि ब्याट यसमा पाउन सक्नुहुन्छ। हजुर यो गेम खेल्नभन्दा पहिला यो लिन सक्नुहुन्छ। यहाँ सिक्रेट टेम्पलमा जान्छु म। अब हेर्नुहोस् यहाँ यो सबैले पोसन्स छ। अनि यहाँ मैले यहाँदेखि यो डार्क एन्ट लिएको छु जुन मसँग यता छ पेट्समा। त्यो डार्क एन्ट यहाँ छ, यो डार्क एन्ट हजुर हेर्न सक्नुहुन्छ यहाँ 5 बिलियनको। अनि हन्टेड एग मैले यहाँ यो सिजन XIIबाट पाएको हो। अनि अब मसँग 3टा गिफ्ट बाँकी छ। अब म कसलाई हेराउँछु यहाँ गाइस। हजुरलाई साउटआउट चाहियो भने म छुदिनँ। हजुर जम्मा सब्स्क्राइब गर्नु र एकचोटि जम्मा कमेन्टमा नाम लेख्नु, म साउटआउट दिइहाल्छु। यहाँ हामीले अन गऱ्यौँ। अब यहाँ हामी जान्छौँ। अब सब विन्स हामीलाई मिलिहाल्छ एकैचोटि, हामीले धेरैचोटि फाइट गर्नै पर्दैन। मैले अघि बिर्सेको थिएँ बताउँदा। ल हामीलाई अब 63 प्लस ग्लोरी मिल्यो अनि 9 रेड एग। हामी क्राफ्टमा जान्छौँ अनि हामी सिजन XIIमा जान्छौँ। अब हामीसँग 11 पिस भयो। यो मसँग पहिल्यै छ रेड एग, हेर्न सक्नुहुन्छ हजुर। सरी डिस्टर्ब गरिदिएँ मैले। हेर्नुहोस् पेटमा रेड एग मसँग यहाँ छ। गोल्डन रेड एग त्यो हो 112 मिलियन। यसलाई चाहिन्छ भने कसरी ट्रेड गर्ने हो मलाई बताउनुहोस्, मैले हजुरलाई ट्रेड गरेर दिन्छु। यो भिडियो धेरै लामो हुँदैन गाइज। यहाँ एउटा स्याडो प्याक छ अनि यहाँ गिफ्ट क्लेम गर्न छ मलाई। हजुरको यहाँ कोड हुनसक्छ। हेर्नुहोस् मैले कोड पनि बताउँदैछु। यहाँ हुन्छ SUP
SERFLUFFY हेर्नुहोस् मैले पहिलेदेखि क्लेम गर्छु हजुर यो इन्टर गर्न सक्नुहुन्छ अनि यहाँ अझै छ SEASON सिजन XIII मैले मेगा पोसन पाएँ अहिले SEASON X पढ्नु मैले पहिलेदेखि क्लेम गरेको छु अनि फेरि हजुरले SEASON सिजन XII गर्न सक्नुहुन्छ अनि मैले अपग्रेड्समा मसँग 1K जम्मा छ हेर्नुहोस् मेरो एउटा फ्यान एडभान्टेजले गरेछ मलाई जम्मा 19 मिलियनको पावर राख्छु अनि यहाँ मलाई थोडा सरी गाइज फर डिस्टर्बिङ जानु दिनु अब हामी आइटम मेगा पोसन अनि विन्स पोसन लक पोसन साइन पोसन एक्सपी पोसन लेजेन्डरी डार्क स्ट्रेन्थ पोसन यो एक्सपी यो साइनी पोसन हो अनि यो जिम्स पोसन लेजेन्डरी स्ट्रेन्थ पोसन अनि यो स्ट्रेन्थ पोसन लेजेन्डरी लास्ट फर 30 मिनट मिन्स आधै घन्टा नेपाल विन्स आर्केडमा हामी फेरि जान्छौँ हामीलाई 10 DD चाहिन्छ यो आर्केड बाई गाइज बाई